नमस्कार साथीहरू, पूर्व नेकपा माओवादीका नेता तथा त्यसपछिका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको यो भिडियो हेरौँ त साथीहरू। 19,000 सेनाहरू राख्यौं। 19,000 सेनाहरू 7-8 वर्ष कति वर्ष चाहिँ क्यान्टोनमेन्टमा बस्ने काम भयो र 19,000 सेनाको राखेर हामीले 34,000 को चाहिँ त्यसको भत्ता हो कि भनौँ त्यसको के भन्ने बुझ्यौं हामी। एउटा बाबुराम भट्टराईले हिसाब राख्नु भएको छ, हामीले हिसाब त गरेका छैनौं। 19,000 सेना क्यान्टोनमेन्टमा राखेर 34,000 को हामीले पैसा ल्यायौं 7-8 वर्ष। के लाग्छ साथीहरू तपाईलाई? यही भनाइको कारणले उनी नेकपा माओवादीबाट बर्खास्त भएर नेकपा एमालेमा गएका हुन् त साथीहरू? के नेकपा एमालेमा गइसकेपछि भनेको भनाइ हो यो साथीहरू? तपाईलाई के लाग्छ साथीहरू? के यसको छानबिन हुन्छ त? कमरेड प्रचण्डले यस्तो काम गर्नुभएको हो त साथीहरू? भन्नमा त आइरहेको छ यसको पनि फाइल खुल्छ भनेर, तर कहिले खुल्छ साथीहरू? उच्च स्तरीय न्यायिक छानबिन आयोग गठन भइसकेको छ साथीहरू। यो फाइल पनि खोल्न आवश्यक छ साथीहरू। दुधको दुध पानीको पानी हुन अत्यन्त आवश्यक छ साथीहरू। नमस्कार, कमेन्ट गर्नुहोस् साथीहरू।